So hello and namaste guys, welcome to my vlog from Mr. Nepal. So आज चाहिँ म फिदिम जाँदैछु। खासमा चाहिँ मेरो ट्रिप भनेको चाहिँ पाथिभरा हो। म धेरै अगाडिदेखि जाने भन्थ्यो, घरबाट मम्मीहरू पनि जानुभयो तर म जान पासिन। तर अब चाहिँ मौका बनाएर म जाँदैछु एक्लै सोलो स्कुटीमा जाँदैछु। आज फिदिममा जान्छु अनि दाइकोमा बस्छु। सो इन्जोय एन्ड सब्सक्राइब। सो म चाहिँ योपालि स्कुटीमा जाँदैछु। लेट्स सी के हुन्छ हैन। अहिले चाहिँ म चाराली आइपुगेँ। अब सिधै जानुपर्छ हैन हामी चाहिँ। सिधै हो। इलाम सुरु हुन्छ। यो इलामको बोर्डर हो यो। यहाँबाट चाहिँ सिधै इलाम सुरु हुन्छ। त्यसको बजार आइपुगे गाइज है। बजार आइपुगे। आनन्द ल्याइरहेको छु म, त्यस्तो हतार छैन। सो अब चाहिँ म डाइरेक्ट जान्छु सिधै। अब इलाम माई खोला आइपुग्छ, त्यसपछि इलाम बजार आइपुग्छ। बिस्तारै अब इलाम बजारमा गएर म खाजा खान्छु। कस्तो लागिरहेछ बवाल। सो गाइस म चाहिँ खाजा खाम भनेको, तर अब 10 बज्न लागिसक्यो। त्यही डाइरेक्ट खाना खाइदिन्छु हैन। अब पहाडतिर खाना लास्ट बवाल हुन्छ। सो त्यसपछि फेरि म जान्छु। आज फिदिम गएर बस्छु। आनन्दले गइरहेको छु म एकदम बिस्तारै। खाना नि आयो बवाल।
सो खानासाना खाएँ अब चाहिँ म निस्किन्छु अब सिधै फिल्म अहिले जाँदैछु म राके कटिसकेँ अब फिदिम लग त 25 किलोमिटर जति छ अनि यहाँ कस्तो दामी भ्यू देखेको छ सही हो स्कुटीले चाहिँ अलिकति मजाले तानेको छैन तर ठिक छ केही छैन सो गाइज फाइनली म चाहिँ फिलिम बजार आइसकेँ म यहाँ बाइकमा जान्छु प्रवीणकोमा प्रवीण पनि ताप्लेजुङ जाने भन्दैछ जान्छ जाँदैन फिलिम बाजे यहाँ बस्छौँ अनि भोलि बिहान जान्छौँ बाइकमा जानुहुन्छ म आएर चाहिँ रेस्ट गरेर सुतेछु मजाले है स्कुटीमा आएकोले चाहिँ थाकेछ त्यस्तो गलेको छैन तर रेस्ट गरेर चाहिँ झ्याप्पै आएँ टुमरो सो हेलो यो चाहिँ नेक्स्ट डे हो सो आज चाहिँ हामी फेरिबाट जाँदैछौँ ताप्लेजुङ आज गएर ताप्लेजुङ ठुलो फेरि हुन्छ कि सानो फेरिमा बस्छौँ अनि भोलि चाहिँ दर्शन गर्छौँ अरविन रेडी होइन जानु अल गुड अल सेट यो बाइकमा जानु लाग्यो स्कुटीमा दुईजना छौँ त्यही भएर किन दुईवटा लानु अनि स्कुटीले अलिक तान्दैन पनि त्यही भएर बाइकमा जानु लाग्यो हामी बाटोमा जान्छौँ रमाइलो गर्दै चिलमा सो स्टे ट्युन यो चाहिँ बुद्ध मार्ग चिप्लो हुन्छ नि यो त बाइकमा अलिक गाह्रो हुन्छ तर लेखिरहेछ नि हामी अहिले जोरसाल बजार
अफरोड त अफरोडै छ नि उता त धुलै धुलो उडिरहेको छ त्यही त धुलै अब धुलै हो कि सो हामी चाहिँ अहिले आइपुग्यौँ सुकेटार यता माथि चाहिँ सुकेटार एयरपोर्ट अब हामी एकछिन रेस्ट गरेर हामी जान्छौँ सिधै माथि तल्लो फेदीमा अनि तल्लो फेदीमा साधन राखेर हामी चाहिँ माथिल्लो फेदीमा आज बस्ने प्लान छ तल्लो फेदीबाट हामी आधी घन्टा नभए 40 मिनटको आएपछि माथिल्लो फेदीमा बस्ने कुरा छ अब हेरौँ के हुन्छ तर टाइम छ हामीसँग आनन्दले आइपुग्यो सो वी आर इन ताप्लेजुङ सो यताबाट जान्छ मन्दिर यताबाट छिरेर त्यहाँ माथिबाट निस्किन्छ कि माथिबाट चाहिँ सुकेटारमा महादेव स्थानमा रहेको गुफा सानो रहेछ नि टन त हटाउँछ नछिराउँदा त्यो गुफाबाट छिरेको चाहिँ यहाँ निस्किँदो रहेछ एक्जिट पोइन्ट हामी सुकेटारतिर घुमिरहेको छौँ सुकेटार चाहिँ हल्का एक्सप्लोर गरेर अनि डाँडामा भएर डाँडामा चाहिँ कता थियो क्या के खेल्नु त ल बाई 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 गर टाटा हिरो 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 हो को हिरो को तिमी हो हिरो चकचके हो र तिमी छैन चकचक गर्नुहुन्न है ल ह्यान्डसेक गर भाट कति चिसो यो भाइको हात यार अब चाहिँ हामी सुकेटारबाट निस्केको अनि अब यहाँदेखि पुरै धुलो उठ्छ त्यही भएर मैले अब झ्याप्प लाएँ होइन अब यो लाएन भने त फेरि गाह्रो हुन्छ त्यही भएर अब बाइकमा हामी मास्क साक्स ल्याएर धुलो खानलाई रेडी सुकेटारको बाटोमा धुलो उडाउँदै जानुपर्ने हुन्छ माथि लगला है माथि लग धुलो ल हामी चाहिँ आइपुग्यौँ यहाँ तल्लो फेरि सो यस्तै छ घाम पनि लागिरहेको छ डुब्नु पनि लाग्छ द्याट्स इट यहाँदेखि हिँड्नुपर्ने रहेछ नि त मलाई कसरी थाहा नहो त यहीँ बस्ने यता राख्ने हो देउमान लामाको कता छ भनेर सोध्नु त देउमान लामाको कता छ भनेर सोध्नु सो हामी चाहिँ यो तल्लो फेदी आइपुग्यो लास्ट मेलै लाग्दो रहेछ यहाँ त मान्छेहरूको सब चाहिँ हामी बाइक पार्क गरेर हामी माथिल्लो फेदीसम्म हिँड्छौँ सक्नुहुन्छ
एक्सपिरियन्स त क्लेम गर्नु पर्यो नि त चाहिँ इन्ट्री गर्नुपर्छ इन्ट्री गरेर जानुपर्छ यता फोटो खिच्ने कार्यक्रम भइरहेछ अब चाहिँ हामी सल्लो फेदीबाट माथिल्लो फेदी होइन माथिल्लो फेदीसम्म जान्छौँ अनि यहाँ एकचोटि पुरै आन्दोलन भएको थियो केबल कारको स्टार्टिङ पोइन्ट चाहिँ यहाँ रहेछ बवाल भएको थियो अब चाहिँ हामी लगभग 45 मिनट जति धेरैमा भने म्याक्सिमम 1 घन्टा टुरिस्टहरू बबाल तैनात छ कि है आज भोलि रामनवमीको दिन भएर चाहिँ आज म्याक्सिमम भिड लास्ट म्याक्सिममै र म तपाईँलाई स्वागत छ ओहो चिसो इन्ट्री हुने रहेछ हाम्रो बोजूहरू बाजे बोजूहरू हिँड्ने हुनुहुन्छ पनि दामी फलेको छ अहिले सिजनै हो तर अझै झप्पै छ अरे माथि माथि अझै दामी छ यो त ट्रेलर मात्र ए पाथी भएर माथा त्यही हेट कति केजी छ दाइ अन्दाजमा माथिसम्मै हो कि 30 होला 30 दाजु माथि यो ठुलो फेदीसम्म हो कि माथि मन्दिरसम्मै हो हामी चाहिँ गइरहेको छौँ एकदम मान्छेहरू चाहिँ टन्नै छन् हेलो हामी चाहिँ अब माथिल्लो फेदीमा गएर बस्छौँ जबेगु मगर जबेगु ए लिम्बू तिमी चाहिँ मगर कुन मगर पूजाकोटी पिलाकोटी कहाँ हो घर उता भने कता शिवपुरी चोक काठमाडौँ जोरपाटी पनि काठमाडौँ हो नि कपन गाइजहरू हिँड्यो दिदी चाहिँ सबजना यात्रुहरू दाइ मादल बजाउँ ल मादल ए ठिक छ अब माथि होला नि त ल ल चिज आयो माथिबाट तल गएर अनि व्यवस्था भएपछि त होइन त्यो त सब निस्किहाल्छ नि अलिकति घाम डुबिसक्यो अलिकति अँध्यारो जस्तो भइरहेछ अब धेरै होइन 15-20 मिनटमा पुग्छौँ हामी ठुलो फेदी त्यहाँ रेस्ट गर्छौँ त्यसको वातावरण पनि रातिको वातावरण अलिअलि देखाउँछौँ अनि त्यसपछि भोलि पाथिभरा माता सिधै ल हामी चाहिँ आइपुग्यौँ ठुलो फेदी यहाँ होटल खोजेर बस्नुपर्ने हुन्छ हामी चाहिँ 7 नम्बर होटल दार्जिलिङ होटलमा तलबाट कल गरेर आएको थियौँ यहाँ बस्नुपर्ने हुन्छ थियो भोलि हामी यता ओम अङ्कल ओम भने ओम राई सुकेटा खै फोन त गर्नु भएको छैन कतिजना हामी 2 जना रुमहरू चाहिँ होटल सब प्याक छ हामी चाहिँ अब खोज्दैछौँ अब हेरौँ पाउँछ कि पाउँदैनौँ यता अँध्यारो भइसक्यो रुम पाएको छैन एउटा मान्छे अब यही डाइनिङ हलमा जुन त्यो खाना खाने खाट हुन्छ खाना खाने खाटमा सुत्ने एउटा चाहिँ पाएको छ अल्टरनेटिभ्स होइन त्यो अब रुम पाएन भने त्यसमै बस्ने हो आजको लागि सुत्नु चाहिँ आरामले पाउनु पर्यो त्यही हो
एज खोज्दा खोज्दा बल्ल बल्ल पाइयो त्यो पनि सेयरिङमा होइन अब अहिले भोलि रामनवमी अनि एकदम मान्छे बवाल आएको छ मेला लाए जस्तो छ अनि बल्ल बल्ल पाइयो अनि सबै चार्यो सब होटल चार्यो बल्ल बल्ल सेयरिङमा बस्नुहुन्छ भनेर यहाँ पाइयो अब हामी एकछिन घुम्छौँ त्यसपछि खानासाना खाएर स्लिपिङ त्यही हो चिसो पनि छ ठिकै रुम यही हो सेयरिङमा यता यता राइट जाउँ न नो केबल कार खाना खाऊ यता खाना खाऊ है भिडभाड छ अब हामी चाहिँ खाना खान्छौँ सुत्छौँ भोलि बिहान जान्छौँ थाल बाँच्नुपर्छ भने प्लास्टिकको थालो जत्रो नमस्ते गाइज गुड मर्निङ है अहिले चाहिँ बिहान भयो लगभग 4:10 बज्यो अनि अब हामी चाहिँ ढिलो जाने भनेको तर निन्द्रा छिटै पुग्यो मान्छेहरू हिँडेर जोस लियो होइन त्यसपछि चियासा खाएर हिँड्ने तर्कमा छौँ पानी बवाल चिसो टोइलेट गर्नलाई पानीको अभाव होइन त्यस्तै अब मिनरल वाटर साटर क्वाटरले काम चलाउनु पर्ने हुन्छ र अब चाहिँ हामी निस्किन्छौँ चियासा खाएर मिनरल वाटर भन्ने गीत थियो नि त्यो त यहाँ पो ल 7 दिन होला अन्तिमसम्म है पिस सो अब चाहिँ हामी निस्किन्छौँ हाम्रो पैदल यात्रा सुरु हुन्छ आजको 2.5 किलोमिटर छ यहाँदेखि लगभग हामी 1.5 घन्टा 2 घन्टामा पुग्छौँ होला सो अब यहाँ दामी चिसो छ जय पतिवरा माता सब चाहिँ हामी हिँड्दैछौँ यहाँदेखि चाहिँ ठुलो फेरि इन्ड हुन्छ अनि हामी यहाँभन्दा माथि चाहिँ केही पाउँदैन तपाईँलाई जे सामान चाहिन्छ सबै यहाँ ठुलो फेरिसम्म पाउँछ माथि चाहिँ केही पाउँदैन सो अब चाहिँ अब पुरै पैदल यात्रा सुरु भयो सो यो चाहिँ अब इन्ट्री गेट हो यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ अलिक राति भएको कारण अलिक मजाले देखाएको छैन त्यही मोबाइल हामी चाहिँ अब जाँदैछौँ उकालो उज्यालो पनि भएन पर्मिन आउँदैछ बवाल बवाल हामी चाहिँ लगभग त्यो माथिको डाँडामा रहेछ जस राम्रै फेसमा आइरहेको छौँ अनि पुगिन्छ तर 40 मिनटमा है दामी दामी हाइकिङ पनि भयो पतिवरा माता कि जय अब चाहिँ हामी लगभग 10-15 मिनटमा पुग्छौँ त्यही हो त्यसपछि त्यसो होइन त्यही आइसक्यो हामीलाई ल ठ्याक्कै 1.5 घन्टा जस्तो लाग्यो ल ल भ्लग हाल्नु छ अहिले हजुरले ल वेलकम टु माई भ्लग है तिमीलाई नि ल के हो दाइको नाम भन्नु मेरो विश्व मगर ल अब चाहिँ हामी मन्दिर इन्ट्री गर्छौँ आनन्दले आइपुग्यो एक ठाउँ मात्रै बिसाइ एकछिन नभए चाहिँ ननस्टप हिँडेर आयो हामी चाहिँ मन्दिर इन्ट्री भयो
चाहिँ मन्दिर यहाँदेखि लाइन सुरु छ मन्दिरको हजुर मैले पछाडिपट्टि ल हामी चाहिँ लाइनमा बस्छौँ लाइन बगाल छ लगभग कति आधी घन्टा लाग्ला है लाइनमा यस्तो घुमेर फेरि यस्तो लाइन हामी बसेको लगभग हामी बसेको चाहिँ आधी घन्टा जस्तो भयो अब त्यही हो नोटिस हान्यो नोटिसमा ल ल ल ल अब चाहिँ हामी मन्दिर इन्टर हुन लाग्यौँ है लगभग कति 1 घन्टा बस्यौँ 1 घन्टा जस्तो बस्यौँ अब चाहिँ हामी मन्दिर छिन्छौँ दर्शन गर्छौँ गाइज है सो अब चाहिँ हामी ठ्याक्क बल्ल बल्ल भित्र छिर्यौँ अब चाहिँ लजमा सुताउँछौँ त्यहाँ चाहिँ अलिकति खिच्नु दिँदैन होला फेरि यताबाट आएर देखाउँछौँ सो हामीले चाहिँ दर्शन गऱ्यौँ दर्शन गरेको चाहिँ खिच्न दिँदैन रहेछ सो अब चाहिँ हामी निस्किन्छौँ ठ्याक्कै कालिन्छ जस्तो फिल आउँदैछ यहाँ त कस्तो छ त होइन हौ छुँदै नि हामी चाहिँ अब यस मन्दिर पूजासुजा गरियो अब चाहिँ यसो माथितिर घुमेर हामी तल झर्नुपर्ने हुन्छ भोक लागेछ बबाल माहौल यस्तो चाहिँ यहाँ सुन्नेमा हुन्छौँ सो यो पाथिभराको हेलिप्याड चाहिँ यहाँ रहेछ यहाँ चाहिँ डाइरेक्ट हेलिकप्टर आउँछ त्यो इमर्जेन्सी केसमा या अलिक यात्रुहरू एजेड हुनुहुन्छ अन्तिम इच्छा छ भने यहाँ आइपुग्दो रहेछ दामी अहिले चाहिँ अब हुस्सोहरू लाग्न थाल्यो चिसो चिसो छ सो अब चाहिँ हामी फर्किँदैछौँ दर्शन गरेर अब सिधै तल गएर भेट्छौँ अनि भ्लग यही इन्डिङ हुन्छ गाइज द्याट्स इट जय पाथिभरा माता ल गाइज हामी चाहिँ झरिसक्यौँ एकदम दामी भयो कस्तो लाग्यो तपाईँलाई ट्रिप थ्याङ्क यू सो मच फर वाचिङ सपोर्टिङ सी इन द नेक्स्ट ब्लग प्लिज पाथिभरा माता कि जय